सो गाइज देख्न सक्नुहुन्छ प्रोटेस्ट चाहिँ भइरहेको छ एकदम धेरै। हामी चाहिँ जान पाइरहेको छैन, नेपाल पुलिसहरू खटिराख्नु भएको छ, एकदम धेरै मिडियाहरू पनि आइराख्नु भएको छ। यो चाहिँ माइतीघर एरियाको लाइभ कन्डिसन हो। एकदम धेरै मान्छेहरू अनि है त त्यही भन एउटा एउटा समात्दै राखिदिनु पर्ने है त। हाम्रो ट्राफिक सरहरूले मिलाइराख्नु भएको छ, नेपाल प्रहरीहरूले पनि एकदम मिलाइराख्नु भएको छ। त्यो हाम्रो आफ्नो बाटो लागौँ। अब यो आन्दोलनमा आउने भन्दा पनि हेर्ने मान्छेको भिडहरू धेरै भइराखेको जस्तो छ। खै त आन्दोलन यति मात्रै हो। आम्बो योभन्दा धेरै त ट्राफिकहरू पुलिसहरू धेरै छ त। एउटा समात्दै खोरमा लगेर राखिदिनु पर्ने यिनीहरूलाई त। म त सोचेँ कति र धेरै मान्छेहरू होला भनेको त जम्मा यति मात्रै हो। यो त सुरु होतै खतम हो गया भने जस्तो। आन्दोलन गर्नेहरू मान्छे भन्दा त पुलिसहरू, हाम्रो पुलिस नेपाल प्रहरीहरू धेरै हुनुहुन्छ त। अनि एउटा समात्दै जेलमा लगेर राखिदिँदै गर्नुपर्ने, अनि बल्ल थाहा हुन्छ क्या यिनीहरूलाई चाहिँ। वाह कति न के होला भनेको त जम्मा त्यति मात्रै हो। अरे त्योभन्दा धेरै त हाम्रो पुलिस सरहरू हुनुहुन्छ त। हेर्नु त यहाँ कति धेरै। वाह हाम्रो यो अट्याकिङ भन्दा पनि डिफेन्स सिस्टम धेरै भएको जस्तो भयो क्या यो त। अब आन्दोलन गर्ने मान्छेहरू यति मात्रै छ, अब पुलिसहरू हेर्ने भने यति धेरै। वाह ओ हाम्रो नेपाल प्रहरीहरू यहाँ पनि हुनुहुन्छ, तर आन्दोलन गर्ने मान्छेहरू छैन। खै प्र्याङ्क गरिदिए जस्तो भइहाल्यो नि यो त। अनि होइन एकदम रेस्पेक्ट छ है। सपोर्ट गर्नु पऱ्यो भने हामी नै आउनु पऱ्यो भने हामी नै आउँछौँ है। तर अहिले चाहिँ नेपाल प्रहरीलाई है बाटोमा उत्रिनु पऱ्यो भने फेरि पनि उत्रिन्छौँ, तर अहिले चाहिँ नेपाल प्रहरीको साथमा। A few moments later. अनि त कति धेरै होला भनेको त। गइदिउँ क्या हो प्रहरी। यति थोरै मात्रै हो।
कन्डीसम्म ल्याइदिउँ न। हाम्रो नेपाल प्रहरीहरू गइराख्नु भएको छ एकदम सेफ्टीको लागि। पुरा शान्तिले हिँडिरहेको छु हेलमेट लगाएर गोप्रो झुन्डाएर। ए भाइ साहब यिनीहरू आन्दोलन गर्न आएको हो कि यतिकै हिँड्न मात्रै आएको? हिँडेर कहाँ पुगिसक्यो यार? बाइकमा गएर नभेट्ने कन्डिसनमा छ त यार। आन्दोलन गर्न होइन हिँड्न मात्रै आएको जस्तो क्या। चैत महिनामा पनि कस्तो जाडो भएको क्या। अलि तातो हुनु नि यार। ज्याकेट लाएर हिँड्नु परिरहेको छ यस्तो चैत महिनामासम्म। ल आन्दोलनकारीहरू त यहाँ पुगिसक्यो के। यस्तो फास्ट हिँडिरहेको छु म, तब पनि भेट्न सकेन यार। आन्दोलन गर्न होइन डुल्न आएको जस्तो यार, हिँड्न मात्रै आएको जस्तो। अलि बिस्तारै गर्नु नि गरेपछि त आफ्नो पिसफुल गरेपछि त यस्तो फास्ट हिँडिरहेछन्, यस्तो फास्ट हिँडिरहेछन्। पारिपट्टि देख्न सक्नुहुन्छ किन हर्न बजाएर।